वाङ्गमय शताब्दी पुरुष व संस्कृतविद सत्यमोहन जोशी मो पहासुई छायादुगु ठुगु ज्याजोले सिक्किम नेवा गुठी व मध्यपुर थिमी नगरपालिका सांस्कृतिक सम्वर्धन नीति युवा नेपाल गोसाले पत्रकारिया मिखा लोकसङ्गीत विशेष बोजा ज्याजो येजु पार्टी प्यालेसले जुगुडु मध्यपुर थिमी नगरपालिका या मेयर मदन सुद श्रेष्ठ या सभापति तन्यागु उगु ज्याजोले थिथि इले भारतीय सिक्किमे राज्य वना लाला तक चोना नेवा लजी दुनिया भ्या लिपि बाज प्याख नसातोसा संस्कार आदि बारे सेनकना याना झायदिपी भाजु मेजु पिन्त व संगीत खया थिथि हस्ति पिन्त हनेगु ज्याजो यागु ख ज्याजोले रत्नसभा महर्जन पवित्र कसा सरिता साई रामकृष्ण दुवाल रमेश श्रेष्ठ पिन्स लोकहागु थिथिमे हाला नेङ्गा दिगु ख विशेष पाहा कथा सिक्किम नेवा गुथिया नाय दिलकुमार प्रधान व थिमिया मेयर मदन सुन्दर श्रेष्ठ व सन्तोष प्रजापतिया सभा अध्यक्ष जुगु ठुगु ज्याजोले शरद कसा व गणेश राम लाछि थगु नुगा खान तयादिगु ख दकेन हापा सिक्किम व नेपाल नेवाटे उदटुई औपचारिक रूपमा सांस्कृतिक आदान प्रदान याउज्या 1997 नेपाल भाषा मङ्का खलय नेतृत्व जा न्याउख अनधिकार ठौटगची न्यान्चोनो अले फुजाया स्वाफुटके नापयामा सिक्किम नेवा गुठिया संस्थापक अध्यक्ष सिक्के प्रधान व जी मङ्का खलया अध्यक्ष हनुभमा पद्मरत्न तुलाधर वेके पिन मिशन थोजागो या खापचाका दिउ ख यो हाम्रो अहोभाग्य हो हुन त सिक्किम नेवा गुठी धेरै अगाडि
80 को दशकमै म यो अङ्ग्रेजी क्यालेन्डरको कुरा गर्दैछु। 80 को दशकमै यसलाई हुनुपर्छ भनेर हाम्रा जागृत युवाहरूले सुरु गर्नुभएको हो। किन त्यो सुरु गर्नु पर्यो, त्यसको कारण के थियो भन्दाखेरि यही नै थियो कि सिक्किममा बस्ने नेवार समुदायका मानिसहरूलाई आफ्नो भाषा, आफ्नो वेशभूषा, आफ्नो संस्कृति, संस्कार बारे जे जति पहिला ज्ञान थियो त्यो समय सँगसँगै बिस्तारै ह्रास भएर जाँदैछ, हराउँदै जाँदैछ र त्यसको संरक्षण गर्नुपर्छ, त्यसको सम्वर्धन हुनुपर्छ भन्ने उहाँहरूले सोच्नु भएको थियो र समय सापेक्ष एउटा कदम उठाउनुपर्छ भन्ने उहाँहरूको विचार थियो र त्यसकै फलस्वरूप सिक्किम नेवार गुठीको स्थापना भएको हो। 1994 सालमा सिक्किम नेवार गुठीलाई सरकारले मान्यता दिएको हो। सिक्किमले आफ्नो कानुन अनुसार यसलाई रेजिस्ट्रेसन दिएर एउटा पञ्जीकृत संस्थाको रूपमा मानिलिएको थियो र सिक्किम नेवार गुठीको आफ्नो कन्स्टिट्युसन या संविधानमा यसको उद्देश्य के हो, यो संस्था बनिनुको पछि यसको उद्देश्य के छ भन्दाखेरि मूलतः यही नै छ कि आफ्नो संस्कार, संस्कृति, भाषालाई जोगाउनु। सिक्किमे छौ गु किस्म नेवार तजिले जित यज्ञको जुल अन जी थौ छिके लेटा छ रछ जी नेपाल भाषा वो नेवा यो तजिले चाहिँ सिक्किमे हस्तान्तरण ज्या उहाँको जो उहाँको चौता थाहा ट्रान्सफर्म ज्या उहाँ चौटा अनि उली मध्येना जी अझ झन् लेटा नगरपालिका प्रमुख जुनि अन थाइको धिमाए बोल चाहिँ मध्य पुरै थिमियाको बोल थाइको जुल अन थाइको धान लाछ थिमियाको धान थाइको जुल लाछ अकियाको अन प्याखानेको प्याखा चाहिँ थिमियाको स्वरूपमा स्टेप त अकि किस्म जुल लाछ नेवा त्यो ट्रान्सफर्म जुले एको लेटा छ उकिन बचा अफ लेटा छ थिमियाको कल्चर थिमियाको तजिल लजित अनुना चौको जुल अनि ओके अझ सब लटाको जुल लाछ गणेश राम लासिजु ओके यो चाहिँ कोर्डिनेसन याना दिउ जुल वेकैटा वेकला ओके यो संयोजन याना दिउ लाछ नकिने ज्याला अझ पदन दाइवा नरेश याना दिएको जुल जीवु तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला